अनि आज म तपाईहरुको यस समारोहमा आउनु प्योरली नन पोलिटिकल हो। कुनै पनि म राजनीतिक मनसाई लिएर आएको होइन है। हाम्रो सम्बन्ध भनेको दाजुभाइको सम्बन्ध हो। मैले आएर पश्चिम बङ्गालमा दार्जिलिङ कालिम्पोङमा यो भेगमा कुनै प्रकारको राजनीति गर्नु छैन। तर म एउटा राज्यको मुख्यमन्त्री भएको नाताले गर्दा म कुनै पनि सामाजिक कार्य गर्न सक्छु। म कुनै पनि संस्थालाई म सघाउन सक्छु। अनि कसैले राम्रो काम गर्दैछ भने होइन तपाईले राम्रो काम गर्दैछौ है, काम राम्रो गर्नु हुँदैछ, लो है हामी पनि छौँ है, सिक्किम पनि छौँ है भन्ने कुरा लिएर म आएको। र आज वर्णमाला परिवारलाई म यही विचार लिएर मैले सपोर्ट गरेँ है, हाम्रो सरकारबाट सपोर्ट। किनभने एउटा राम्रो काम गर्ने भाषा साहित्य संस्कार भनेको एउटा राज्यको पेवा होइन।